ल यो गाई चाहिँ आज 26 तारिक टक्कै 9 महिना पुगेको छ र 9 महिना 9 दिनमा चाहिँ गाई ब्याउँछ र यसको चाहिँ आज 9 महिनामा चाहिँ लगभग फाँचो चाहिँ अब भरि नै सकेको रहेछ। यो आज भोलितिर चाहिँ ब्याउँछ होला। यो चाहिँ दोस्रो बेत गाई, यो 2 सेकेन्ड बेत हुन्छ यो पालि चाहिँ अब ब्याउँदा चाहिँ। यो चाहिँ जाँते खाँचो भएको छ हो। दुध पोरेलले पहिलो बेतमा चाहिँ बेसी भनेर एक खेपमा 6 लिटरसम्म चाहिँ दिएको थियो, 2 खेपमा 11-12 चाहिँ दिएको थियो। अब बिहान बेलुका बराबर दिन्छ भन्ने पनि छैन। र अब यो गाई चाहिँ आज भोलितिर चाहिँ ब्याउँछ होला। यो फाँचोहरू लगभग त भरिसकेको छ, यो अलिक चाहिँ भरिएको छैन कम्प्लिट। अब ब्याउँदै पनि त यो अझै उयो हुन्छ। यो चाहिँ अब घाँस खाँदैछ, खुवाइ पियाइ चाहिँ राम्रै छ यसलाई। फाँचो चाहिँ अहिले चाहिँ यत्रो छ। अब खास ब्याउँदा फेरि चाहिँ तपाईँको यो धर्का जुन छ त्यो चाहिँ यहाँ मुनितिर आइपुग्नुपर्छ। आइपुग्छ होला 2 दिनमा त, आज भोलितिर। यहाँ चाहिँ यो पहिलो बेते गाई हो, एक बेत भएको। यसको अहिले 6 लिटरहरू छ एक खेपमा दुध। र यसमा चाहिँ यसले चाहिँ फेरि बगाल खोलेको छैन हो। कति हो ब्याएको, अक्टोबर 1 तारिक ब्याएको यो। अहिलेसम्म पनि यो भर्ना भएको छैन। अलिक लुते भयो गाई, लुते भयो क्या। दुध दिने गाई दुना गाईहरू अलिक लुते नै हुँदो रहेछ। यहाँ छ फेरि अर्को कोरली, यही माथि यसको दिदी बहिनी हो यो चाहिँ। यो पनि ब्याउँछ, यो अर्को महिना अब 2 महिनामा ब्याउँछ। र तल्लोपट्टि चाहिँ छ हाम्रो यहाँको डन गाई। यो चाहिँ मूल गाई हो, यो चाहिँ एकदम घरको के साथीको निनीले दिएको गाई हो। यसलाई चाहिँ हामी नबेचिकन घरमा राख्दैछौँ। साह्रो घाँस झार्छ यसले चाहिँ मुनि तर। र अर्को अपडेट चाहिँ यहाँ रिङ्की पिङ्की पर चाहिँ थार निकै मोटाएको छ अहिले। अब चाहिँ एकदम हरियो घाँस छान्नु थालेर थार मोटो भएको छ। ल अब चाहिँ यो गाई कहिले ब्याउँछ यसो ब्याएको अपडेट पनि म दिन्छु तपाईँहरूलाई। र यसो मेरो भिडियोहरू चाहिँ हेर्दै गर्नुहोस्, लाइक गरिदिनुहोस्। यसो नयाँ मान्छेको पुग्दैछ भने फलो पनि गरिदिनुहोस्।